फेरि पनि म आइपुगेछु यो भेरी पुलमा। सुर्खेतको भेरी पुल हो यो। मेरो आजभोलि दैनिकी नै बनेको छ। बिहान आउने, एकछिन बस्ने, मन शान्त हुन्छ अनि त्यसपछि गयो, दिनभरिको स्ट्रेस कम हुन्छ। यहाँ आयो, यहाँको वातावरण, यहाँको मौसम, यो भेरी नदीको चलललल बग्ने पानी, यो सबै कुराले मनलाई एकदमै शान्त बनाउँछ। सो कहिले कस्तो टाइम मिल्यो भने हजुरहरू पनि आउनु होला। हेर्नुहोस् त कति मजाको स्वच्छ सफा र निर्मल पानी छ। यहाँनिर 10-15 मिनट बस्यो भने एकदमै आनन्द आउँछ। कुनै चिजको तनाव टेन्सन केही हुँदैन। यतातिर गाडीहरू पनि हिँडिरहेको हुन्छन्। बिहान दिउँसो आयो भने त मान्छे धेरै भिडभाड हुन्छ, तर बिहान पख एकदम शान्त हुन्छ। एकदमै रमाइलो लाग्छ। पानी हेर्नुहोस् त कति सफा, कति रमाइलो छ। चारैतिर पहाड छ, खोला नाला छन्। चारैतिरको इन्भाइरोमेन्ट हेर्नु त कति राम्रो छ। यो बाटो भइहाल्यो।